होइन सामान त लगिहाल्थेँ तर पूजा गर्ने बानी छैन कि आन्टी ल ओके तपाईँले भनेकै भयो नि त कुरा सो अब भिडियो डाल्नु भने वार्निङ आयो तर साथी आज बन्द छ हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ हामी जाँदैछौँ मन्दिर र एडभान्समा हजुरहरू सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छौँ आज मन्दिर जाँदैछौँ हामी देउती बजेको मन्दिर बहुत बब्बाल रमाइलो हुन्छ नि त सो गाइज होइन यति बेला जस्ट हामी मङ्गलबारी चोक्नेर पुग्यौँ होइन साथी एडभान्समा ह्याप्पी न्यू इयर साथीको तर्फबाट पनि होइन साथीको साइकल चाहिँ भाइको साइकल हो मागेर ल्याएको आज हामीले त्यो पनि राम्रोसँग चल्न पाएन बनाउने भनेको आज साइकल यसरी ओपन नै छैन होइन न्यू वर्षको फर्स्ट टाइममै पैसा कमाइहाल्थ्यो साइकलवालाले तर ओपन नै छैन हामी हिँडेर बसेछौँ यो मङ्गलगढी चोक होइन मङ्गलगढी चोक अझै हामीलाई जानुपर्छ कति किलोमिटर जानुपर्छ साथी अझै 2-3 किलोमिटर त्यही 2-3 अथवा 3 किलोमिटर जति जानुपर्छ हामीले देउती बजे पुग्नको लागि बिहान भइसकेको छ मान्छेको चहलपहल धेरै भइसकेको छ है यहाँनिर चाहिँ यो एउटा डिजिटल बोर्ड छ विकास चाहिँ भएको छ सुर्खेतमा लेट्स गो गाइस फेरि चोक हो होइन फेरि एक हातले साइकल चलाउँदाखेरि अलिकति बी केयरफुल भएर चलाउनु पर्ने हुन्छ ब्यालेन्स हुन्न नि त दुई हातले चलाएको जस्तो एक हातले चलाएको ब्यालेन्स हुन्न होइन यो न्यू इयरमा चाहिँ म के भन्न चाहन्छु भने गाइस अरू सबै कुरा चाहिँ राम्रै होस् तर नेपालको केपी प्रचण्ड र शेरेश्वरहरू चाहिँ मरेको सुन्न पाइयोस् है न्यू इयरको आशा त्यही मात्र हो खासमा है देश विकास गराउनुमा यी तीनवटा टाउकेको ठुलो हात छ है उहाँ हात छ त्यसैले हामीले चाहिँ केपी प्रचण्ड र शेरे मरेको सुन्न पाइयोस् है राजा आउनु पर्यो त्यसमा होइन साथी राजा आउनु पर्यो व्हाट डु यु थिङ्क about it? Okay, you are only a scientist, not a politician. You don't take anything in politics. So, हामी चाहिँ बसहरू लागिरहेछन् बसहरू चाहिँ झ्याम लागिरहेछन् सो यति बेला चाहिँ हामी प्रवेश गरिसक्यौँ ह्याप्पी न्यू इयर आन्टी ह्याप्पी न्यू इयर अब चाहिँ पूजाको सामान किन्नुहोस् भन्दै हुनुहुन्छ तर हामी चाहिँ नकिन्ने है जे भयो नि ह्याप्पी न्यू इयर सबै अब पूजाको सामान किन्ने हुँदो गाइज होइन किनकि हामी चाहिँ त्यस्तो पूजा गर्न एक्सपर्ट छैन पूजा नगर्ने कि ह्याप्पी न्यू इयर आन्टी ह्याप्पी न्यू इयर दुईवटा साइकललाई एउटै लकले राख्दैछौँ होइन लक लगाएर राख्दैछौँ यो चाहिँ सेफ छ इट्स सेफ ओके प्रशान्त इट्स सेफ ल यति बेला चाहिँ हामी जस्ट मन्दिरभित्र प्रवेश गर्दैछौँ जस रमाइलो देखिन्छ बाहिरदेखि यो माहौल हेर्दाखेरि चाहिँ बहुत रमाइलो होला जस्तो लागिरहेछ तर के छ है यतातिर चाहिँ सामान बेचिन्छ आराम हुनुहुन्छ सबैजना ल राम्रो होइन सामान त लगिहाल्थेँ तर पूजा गर्ने बानी छैन कि आन्टी ल ओके तपाईँले भनेकै भयो नि त कुरा सो अब भिडियो डाल्नु भने वार्निङ आइसक्यो सो यहाँ चाहिँ सामान यसरी बेच्ने होइन टन्नै पसलहरू छ मान्छेको भिडभाड चाहिँ अब जस्ट स्टार्ट भयो गाइज होइन प्रशान्त यहाँबाटतिर प्रशान्त गो थ्रो इट र अब हामी जाँदैछौँ होइन पुरै भिडभाड छ गाइज होइन हाम्रो पुरै अटो मात्र छ जस्तो यो चाहिँ गेट हो देउती बजेको गेट मान्छेहरू आउने क्रम पनि जारी छ होइन आउने क्रम मान्छेहरूको म्याक्सिमम् मान्छेहरू चाहिँ आउने क्रम जारी छ हामी चाहिँ जाने क्रम जारी छ उहाँहरूको बेलुन पनि टन्नै बिग्छ नि आज गाइज होइन प्रशान्त उहाँहरूको बेलुन पनि टन्नै बिग्छ नि आज खतरा विशेष मोडो भयो नि यिनीहरूको अब हेरौँ न यहाँ मान्छे चिनेको मान्छे पनि भेटिन सक्छ है फोटोसोटो हान्नुपर्छ हामीले हो कि नै साथी मान्छेको भिडभाड चाहिँ टन्नै देखिन्छ अब के गर्ने यति धेरै मान्छेहरूको भिडमा एउटा हामी चाहिँ भिडलाई हेर्न आएको खासमा पूजा त यस्तै हो वा यता पनि पूजा गरिन्छ गाइज होइन बाटै छैन यहाँ जाने तर भिडभाड चाहिँ बबाल छ गाइज सो यहाँ चाहिँ दुईवटा लाइन छ त्यो अगाडिको मन्दिरमा पूजा गर्नको लागि यहाँ दुईवटा लाइन छ सायद यो लाइन कहिले सकिन्छ तर थाहा छैन लाइन चाहिँ टन्नै लामो लाइन छ पछाडि सबै लाइन छ गाइस होइन दुईवटा लाइन छ त्यो पनि यो मन्दिर चाहिँ पपुलर मन्दिर हो नि किनकि यहाँ चाहिँ हामीले पूजा गर्दाखेरि मागेको कुरा चाहिँ काट मिल्छ त्यही भएर यो मन्दिरमा पूजा गर्नको लागि मान्छेहरू चाहिँ पुरै लाइनमा हुनुहुन्छ हेलो ए सबैको भिखारी लोग माग्ने के लिए बैठ रहे इधर लाइन लगे
सो त्यो कुरा के भन्यो नि यहाँ चाहिँ बोइजहरू पनि धेरै लाइनमा बसिरहेको देख्छु होइन त्यो तिनीहरूसँग आफूले कम्पेयर गर्नु भने आफूलाई पुजै टिकै नलाउने मान्छे पऱ्यो लाइन चाहिँ पछाडि परेसम्म छ अझै अब कति लामो लाइन हो क्या साथी हामी लाइनमा लाग्ने हो कि हामी लाइनमा लाग्ने लाइन लाग्ने लगाम न लगाम ओहो लाइन अझै पछाडिसम्म रहेछ गाई चाहिँ यार यहाँ त 10 बज्छ होला लाइन लाग्यो भने 10 बज्छ साथी 10 पनि होइन 12 बज्छ यस्तो लाइन यस्तो भिडभाड छ यहाँनिर यो दुईवटा लाइन यसो घुमेको छ अझ सर्प जस्तो स्टार्ट भएको छ हाम्रो यहाँनिरबाट दुईवटा लाइन छ लाइन पनि यस्तो मान्छेहरूको यस्तो चाप छ नि र पछाडिसम्म ऊ त्यो घरसम्म पुगेको छ भनेपछि यहाँ कम्ती पनि हाम्रो कति हुन्छ होला 1000 क्रस मोर देन 1000 होइन 1000 भन्दा पनि धेरै मान्छेहरू यो लाइनमा हुनुहुन्छ होइन उहाँहरू चाहिँ बिहानदेखि लाइनमा बसिराख्नु भएको छ उहाँको पालो अझै 2-3 घन्टापछि आउला जस्तो छ तर पनि यहाँसँग के छ भने लाइनमा बसेर पूजा गर्नको लागि लाइनमा बसिरहनु भएको छ बहुत रमाइलो छ गाइज अब चाहिँ म ठ्याक्कै यो साथी यो मन्दिरको नाम के अरे यो मन्दिरको देउतीपति मन्दिर यो देउतीपति मन्दिरको मुख्य मन्दिर भनेको यही हो गाइज तपाईँ यहाँ आएर नमस्ते पनि गर्नुभयो भने तपाईँको मागे कुरा चाहिँ सबै नमस्ते गरिदिनु होला सबैले अब चाहिँ हामी पनि नमस्ते गर्न जाँदैछौँ साथी नमस्ते गर्ने हामी पनि तर भिडभाड चाहिँ बहुत बब्बाल छ गाइज होइन लगायत चाहिँ टन्नै भिडभाड छ अब हामी जाऊँ भने किनकि हामी चाहिँ नरिवल फुटाउनु छैन नि त हाम्रो नरिवल ल्याएपछि फुटाउँछौँ त ल्याएकै छैन होइन साथी नरिवल ल्याएकै छैन के फुटाउनु मोबाइल फुटाइदिउँ म फुटाइदिन्छु फेरि तर देउता चाहिँ खुसी हुनु पऱ्यो यहाँ चाहिँ भिडभाड यहाँनिर पनि टन्नै छ गाइज यहाँनिर एउटा चाहिँ मेन गेट छ होइन यहाँनिर ढोका छ यो ढोकादेखि पूजा गर्नको लागि मान्छेको भिडभाड टन्नै छ सायद आज पालो नै पाइन्न होला यतातिर पनि सो क्राउडेड एरिया यार यहाँनिर कुकुर राजा पनि आउनु रहेछ कुकुर राजा पनि पूजा गरेर आएको हुनुपर्छ सायद हामी चाहिँ गेटभन्दा बाहिर आइसकेको छौँ अब चाहिँ हामी हजुरलाई म घर लग्दैछु गाइज होइन के छ ठिक छ सो अब चाहिँ हाम्रो प्रशान्तले टेक्नोलोजी युज गरेर जुन साइकल लक गरेको छन् तिनले साइकल अन गर्दैछन् साथी साइकल अन गर है साथी लग अन गर टेक्नोलोजी गाइज हामी चाहिँ कस्तो टेक्नोलोजी प्रयोग गरेर यो साइकलमा लक लगायौँ भन्ने कुरा हजुरलाई म देखाउँदैछु दुईवटा साइकलमा एउटै लक यतिसम्मको टेक्नोलोजी चाहिँ हामीले प्रयोग गर्छौँ ओ हेलो के छ सब्सक्राइब त्यस्तो नबनाउन सो गाइज यति बेला चाहिँ हामी जाँदैछौँ साइकलमा हावा भर्नको लागि साइकलमा हावा भर्ने फेरि चाहिँ स्माल राइडतिर जाने सोच छ हाम्रो 2 बजेबाट आयौँ होइन साथी अलि माथि यहाँ चाहिँ बाइकहरूको सर्भिस मात्र हुन्छ हामी जस्तो सानोतिनो साइकलको सर्भिस चाहिँ माथि भरत साइकल स्टोर भन्ने छ नि त मेरो फेभरेट साइकल स्टोर त्यहाँनिर चाहिँ हुन्छ तर साथी आज बन्द छ यार साथी आज बन्द रहेछ ओहो बन्द रहेछ त आज यति राम्रो साइकल स्टोर हामीलाई जति बेला चाहिएको थियो त्यति बेला बन्द छ त के गर्ने होइन एकछिन बजारतिर जानुपर्छ जस्तो छ गाइस हामी साइकलमा हावा भर्नको लागि यहाँसम्म आइपुगेको छौँ होइन बजारमा आइपुगेको छौँ साथीले हावा भर्दैछ साथी भर है राम्रोसँग भर फेरि बममा पटकेला बिस्तारै भर सो गाइस होइन यस्तो इन्सिडेन्टहरू मैले फेस गरेको छु एकपटक साइकलमा हावा भर्दा पुरै टायर नै पल्टिएर 2000 खर्च भएको छ होइन बजार चाहिँ बबाल छ चल पल पनि मान्छेको बबाल छ यहाँनिर घर चाहिँ यो खतरा छ गाइस सुर्खेतकै हाइएस्ट टावर हो होइन साथी कुन चाहिँ ओए दिस वान आई थिङ्क इट इज सो हाइएस्ट टावर इन द सुर्खेत यहाँ चाहिँ हाम्रो 1 2 3 के त भएन ल गाइस यहाँ चाहिँ छ साइकल स्टोर तपाईँले साइकल किन्न मन लागेपछि यहाँ आउनु सक्नुहुन्छ सो गाइस होइन यति बेला चाहिँ हामी काँक्री बिहारको जङ्गलको तल फेदीमा छौँ र नास्ता खाँदैछौँ लास्ट भोक लाग्यो हामीले साइक्लिङ गर्दा आज हामीले साइक्लिङ कति गऱ्यौँ भने यो काँक्री बिहार वरिपरि परिक्रमा गरिदिउँ होइन जुन पोइन्टबाट हामी निस्केथ्यौँ त्यही पोइन्टमै जान्छौँ अहिले हामी इन्ड गर्छौँ त्यहाँनिर साइक्लिङ होइन साथी भोक लागेको छ कसो फिल भइरहेको छ यस्तो दामी फ्रेसिङ इन्भाइरोमेन्टमा आएर यसरी चाउचाउ खान मजा आइरह सो बेस्ट इम्प्रेसन इन नेचर सो हामीसँग खानेकुरा भनेको चाउचाउ छ त्यो चाउचाउ अनि त्यसपछि यो छ है यो पिरो चिज छ र एक बोतल पानी छ
अनि त्यसपछि यहाँनिर 5 स्टार चक्लेट पनि छ गाइज र यहाँनिर सनसेट होला जस्तो भइरहेको छ हामी यो दामी भ्यू हेर्दै चाउचा खाँदैछौँ र हाम्रो साइकल यहाँनिर छ ढलेको छ एउटा साइकल चाहिँ सुतेको छैन गाइज